मार्न जाँदैछौँ आज? आज हामी मौरी काट्न होइन क्या हो? कसलाई टिप्न गर्दै आयो माछा हामी आएको चाहिँ यो रातै हामी पनि पहिला यहाँ साह्रै बस्छ घरै यता हो यति नै गएको छौँ कि लु भएन हामी के मार्न जाँदैछौँ आज चाहिँ? आज हामी मौरी काट्नदेखि लिएर अन्धारै चाहिँ जाउँ मौरी जाने काडियो काँडो अरे त नि टङ्कले उसको कानहरू भएको त यहाँ थियो दुईटा छ अरे अब कहाँको चाहिँ काँडो रे हामी चाहिँ अहिले अन्धा अन्धा मौरी हन्टिङको लागि गर्नु गएछौँ जाँदैछौँ तिनजना हामी गुराँस त कति राम्रो फुलेको छ नि होइन अर्को पनि छ होला नि त नि दुईटा छ अरे अङ्कल देख्नु भएको काँडो कि अर्को काँडो सिरिसको बोटको काँडो रे सिरिस हो कहाँनिर हौ निकै टाढो पर छैन कि क्या हो आज सुहा बनाए अन्त खोज्दैछौँ होइन दुलो कहाँ छ भनेर छ एकछिन म आउँछु ल एकदम बाटो चाहिँ अप्ठ्यारो छ यहाँ लड्न पनि सकिन्छ होला छ त्यही छ फिक्स नै यसलाई फालेर यो दुलोमा अलिअलि सोध्नु त भएन यो माथि हेर्न चाहन्छु ए आमा धेरै समय हेर्नु पनि मिल्दैन त्यसो गरौँ उल्टो पहिले भनौँ नजिकै हो नि त फोटोले पनि भेट्छ म चाहिँ भाग्ने छु होइन बा भित्र छ कि बा म त तमै छ है कसरी निकाल्नु अनि यसलाई अब निकालिहालिन्छ नि मावै मात्रै धेरै नै अङ्कल 200 जति छ अझै बढी भित्र अझै जिउँदो होला है मावै मात्रै यही माउ हान लगाएर खानु पर्यो नि त डल्लाभित्र पो हुन्छ यिनीहरू डल्ला त पाका हुन्छ क्या नौरी पाका जस्तै हुन्छ उता उड्नु आँट्यो एउटा त लात्यो नि पेट्रोलले मात्रै त लाटिन्छ माउ त नि अब चाहिँ डढी नि मलाई हाम्रो यो हामी मार्न आएको थियो आज यो चिजलाई चाहिँ हामीले आज व्यवस्था गरिरहेछौँ यसले चिलो भने त अनि तेल निकालिहाल्छ नि
टोक्दो पनि रहेछ नि त यसले त आम्मा यत्रो डराउने हेर्नु न उक्काउने टोक हो यार यसले त्यसले टोकेर केही दुख्दैन फेरि पछाडि कन्डोल चाहिँ हान्नु कन्डोलले चाहिँ त्यहाँ चाहिँ यसलाई टिप्नु अङ्कल कपडाले अब चाहिँ माउलाई व्यवस्था गर्ने बेला भएको कपडाले टिप्नु आफ्नो गरेको त्यो अदमरो भएकोहरूले पनि टिप्छ अनुहारहरू चाखिसक्यो नि त्यो चाकदेखि निक्लिनु चिल्छ क्या हरिको केलाउनु अनि यो अन्डाभन्दा अर्कोलाई के भन्छ अरे अनिन्जल अरिङ्गलले पनि टोक्कै खान्छ अर्को त्योभन्दा खतरा बच्छ अझै बच्छु यो त उस्तै हो बच्नु त कालो हुन्छ ठुलो बच्छु जाने यस्तो ठुलो नै हुन्छ अरे कालो नि अङ्कल बच्चाले चिल्छ मेरै घरमा पनि थियो अरे म पनि भेलाउनु पर्छ भेटो हान्दै थियो बच्चा रहेछ क्या तर बच्चाले नि दिन्छ नि भेना किलो खै अलिअलि त रहेछ अलि धेरै गरौँ छ गरम छ नि बच्चा भन्टिङ पुरा भयो आज आज भइगयो निकालेको अब यसमा जान्छ फिक्स हो आमा अलिक फस्रो रहेछ खै अलिक फस्रो अहिलेको भन्दा छनल छ बच्चाभित्र राम्रै छ त्यो ठुल्ठुलो भएको कुनै कुनै दुलोमा बसेँ बनाउँछ बल्ल गल्ल क्या भाइ टिको बनिँदैछ कोहीमा चाहिँ यो माउै निक्लि छिरिरहेको छ माउ होइन त्यो म बन्न सक्न आँटेको हुर्किन ए भयो त फेरि भयो अब त्यस्तो बुझाउने बाटो भइसक्यो त अर्को छ यहाँ अझै पनि छ कि खोज्दै हुनुहुन्छ अङ्कलभित्र होइन उता पनि अनि भयो त छोड्ने कुरा हुन्छ आग लाग्यो आज त्यहाँ त मरा छैन हौ बच्चा आगो लाउनु अनि म सबै टिप्ने एउटा नछोड्ने मजाले खाऊँ न पुग्ने गरी धेरै भएपछि त पुग्ने भयो नि त माउको म अलगै सर्जरी गर्छु अर्को अलगै गर्छु अस्ति यसरी पकाएको दामी भएको थियो केटाहरू ठुलो यहाँ ठुलो निक्ल्यो अब गाई अझै छ होला यहाँ मेरो अनुहार सहित हुनुपर्छ है ल गाई आजको हाम्रो हन्टिङ दामी भइरहेको छ पथरमा भयो नि अङ्कलले निकै सङ्घर्ष गरेर निकाल्दै हुन्छ हामी चाहिँ हेर्ने मात्रै हामी सहयोगी मात्रै जो सोचेको जति रहेछ भन्दा धेरै सुरुमा आउँदाखेरि देख्दा त म अत्याधिक धेरै थियो त्यस कारणले छ होला भन्ने थियो भित्र चाहिँ निकै राम्रो बच्चा लागिरहेछ कुनै ठुलो सानो स्टेपमा हुँदो रहेछ त्यो अन्डा भन्ने चिजको अन्दाजीको हुँदैन अरे बच्चा चाहिँ माउ धरे गाइस अत्यन्तै राम्रो छ यो चाहिँ हेर्नु है तपाईँको प्रेसर ठिक छ ठिकै छ गाइस यो चाहिँ अहिलेसम्मकै ठुलो होला हौ यो त र हन्टिङमा आज हाम्रो अन्डाको अन्तिम स्टेजमा पुगेका छौँ निकै धेरै हाम्रो झोलाले अलिक आँट्दै छैन यहाँ झोला पनि देखाउँ हाम्रो झोला नै यहाँ आँटेर बाहिर आइन आँटिरहेको है अत्यन्तै खुसी छौँ एउटै ठाउँमा यत्रो धेरै भेट्यो यो किनभने आज हिजो अङ्कललाई चिलेको कारणले गर्दा हामी व्यवस्थापन गर्न आएको च्यात्यो आधी रहेछ अङ्कल उता कति बेला यत्रो बेला 2 महिना छ म मात्रै कति धेरै क्या माउन यहाँ घर हाम्रो पूर्व भन्छना गइजाउ बारीमा कान्छी पण आउ है यही चौतारीमा सँगै भन्नु रहेछ माउ मात्रै एक झोला छ उता बच्चा एक झोला बोक्नु भएको मौरी खोजेको मौरी चाहिँ भेट्थेन
यता तलदेखि निक्लेर आएको नि बाटो नभएतिर यता आयो यताबाट आएन मैले यो के अरे यो सिरिजहरू त सबै हेरेँ तर एउटा पनि थिएन सिरिजमा त दुलै थिएन त कहाँदेखि आउँथ्यो जस्तो बगर बनाएको छ बगर कस्तो बसेको ठाउँ चाहिँ यसो बगाएर तेल पागेर लगाउँथ्यो अनि एयरपोर्ट चाहिँ हानिदिएको छ बाटो चाहिँ एकदम बवाल खालको ठाउँ टोक्या जस्तो गर्छ त यहाँ माथि हाम्रो रोड छ त्यो रोडदेखि तल ढुङ्गाहरू एकदम यही हो न त जग्गा छ रहेछ राम्रो फोटो खिच्नुमा मेरो घरै यता हो भने आज चाहिँ हाम्रो अन्तिम एपिसोड रहेको छ भिडियो राम्रो क्लिप बनाएर भरे पठाउने हाम्रो ग्रुप कर्नर निकाल धेरै छ त आज एकदम दामी यस्तो धेरै गाडी छ हामी यति तिनजना हो हन्टिङ गर्ने चाहिँ आज अनुहार देखाइदिनु यहाँ भिडियो भरे हाल्नु दिनहरू भुलेर खास र दौरा गर्दै